साथीहरू हजुरहरूको डिनर भइसक्यो होला। मेरो चाहिँ हतार 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 गरेर चाहिँ आज चाहिँ कति दिन भएको थियो मोमो नखाएको। आज चाहिँ ढ्यान्टाड्यान इस एकदम मोमो रेडी भइसकेको छ। आजको डिनर मोमो छ। इलेक्ट्री मेरो चाहिँ मक्टु हो है। यो एक ट्रेमा चाहिँ तपाईको 35 वटा जान्छ है साथीहरू। हेर्नुस् त एकदम यो मुनि चाहिँ सुप बनिसकेको छ। अब चाहिँ तातो तातो मोमो खाने है। र मोमोको साथमा आज चाहिँ अचार चाहिँ मैले सिम्पल बनाएको छु साथीहरू। धनियाको अचार बनाएको छु है। छुर्पीको अचार पनि त्यति मन पर्दैन है। अन्त आज चाहिँ धनियाको अचार डल्ले खोर्सानी पिसेर अब चाहिँ तातो तातो मोमो सुपसँग खाने साथीहरू। हवस् त, बाई बाई, गुड नाइट।